अहिले हाम्रो ठ्याक्कै 5:40 भएको छ। अब हामी हिँड्ने तयारीमा तर्खरमा छौँ। नरवीर हाम्रो यात्रा सुरु भयो। आज रातभरि पानी परेको छ, तर अहिले फेरि वातावरण खुलिएको छ, एकदम रमाइलो खालको देखिएको छ र घाम पनि झुल्किसकेको छ। घाम झुल्किने सकेको छ। घाम झुल्केर पूर्वदेखि घाम झुल्किसकेको छ। अब भने हाम्रो यात्रा सुरु भयो। रातभरि पानी र हिउँ परेपछि यसरी हिउँ ट्रेलभरि छ। चिसो निकै बढेको छ। हो बोलौटे भन्ज्याङबाट 50 मिनटको उकालो यात्रापछि ठ्याक्कै ह्याकुले आइपुग्यो र ह्याकुलेको बोट यहाँ छ र यो ह्याकुले डाँडामा पुरै हिउँ परेको छ। आज रातभरि हिउँ पर्यो। हाम्रो यो 3 दिनको यात्रामा कुनै पनि जङ्गली पशु पक्षी भेट्न वा देख्न सकिएन। बाटोमा स्थानीयहरूबाट बाघ भालुको कथा चाहिँ सुन्यौं। यो मौसममा हिउँ खेल्दै निरन्तर अघि बढिरह्यौं। बिहानको घामको किरणले मुसु मुसु मुस्कुराएका गुराँसका फुलहरूसँग खुसी साट्दै हामी घोप्टेको ओह्रालो झर्यौं। हाम्रो 3 घण्टाको यात्रा पछाडि बोलौटेबाट 3 घण्टाको यात्रापछि हामी यहाँ घोप्टे आइपुगेछौँ र यो घोप्टेमा चाहिँ मुन्दुम ट्रेल निर्माण गर्ने क्रममा यहाँ थुप्रै मित्रहरू जुटिरहेको यहाँनिर हामीले भेटेका छौँ र यहाँ चाहिँ धमाधम मुन्दुम ट्रेल निर्माण भइरहेको छ। ल हामी यो घोप्टे गोठमा आइपुग्यौँ। घोप्टेको गोठमा बिहानको खाना खाएपछि हाम्रो यात्रा अघि बढ्नेछ। आज हामीले निकै लामो यात्रा तय गर्नु छ। यो लाउरे भिरको उकालो पछि रावधाप हुँदै निकास पुग्नु छ। रावधापको गोठमा मानिस नभएको कारण हामीले लामो यात्रा पार गरी निकास पुग्नु पर्ने बाध्यता छ। यहाँका मानिसहरूको अनुसार हामी सजिलैसँग निकास पुग्छौँ। जे होस् हामीले जानु नै छ। हामी गन्तव्यतिर अघि बढ्यौँ। यो लाउरे भिरले हाम्रो धेरै समय खाइदियो। हाम्रो उचाइ चढ्ने या यसो भनौँ उकालो ओह्रालो हिँड्ने अभ्यास छैन। त्यही कारण हुन सक्छ लाउरे भिरको उकालो काट्न धेरै मुस्किल पर्यो। जतिसुकै चुनौती आए पनि हामीले उकालो पार गर्यौं। लाउरे भिरको टुप्पोमा झारल हो कि कुन जनावर हो पिलिक्कै देखा पर्यो, तर राम्रो ठिम्याउन सकिएन। यसले जङ्गली जनावर हेर्न पाइन्छ भन्ने संकेत चाहिँ दियो। हामी रावधाप आइपुग्दा फेरि मौसम बिग्रियो। आकाश धुम्मिएर कालो बादलले छोप्यो। गडेङ गुडुङ गर्न थाल्यो। हामीले हाम्रो गतिलाई तीव्रता दिने प्रयास गर्यौं। अन्ततः हामी निकास नपुग्दै पानीले कुट्यो, तर पनि गन्तव्यमा पुग्न हामीलाई रोक्न सकेन। हामी आज निकास पुग्ने हाम्रो गन्तव्य हो। गन्तव्यमा नपुगिकन बिचै बाटोमा हिउँ पानी पर्छ। हामी समयमै निकास आइपुग्यौँ। ट्रेलमै शेर्पा दाजुको गोठ रहेछ। होमस्टे पनि बन्दै रहेछ, तर सञ्चालनमा आएको रहेनछ। मौसम बिग्रिएकोले हामीले हिम श्रृङ्खला हेर्ने अवसर पाएनौँ। यस ठाउँमा शेर्पा जातिको बसोबास बाक्लो भएको बुझ्न आयो। यहाँ ढुङ्गाको ठुलो छोर्तेन बनाएको पाइयो। किराँत राईको मुन्दुममा प्रयोग हुने सामग्री वाबुक, चिन्डो, धनुकाँड
र 3 चुला निर्माण गरेको पाइयो। शेर्पा दाजुको छोराछोरीहरू अति रमाइला रहेछन्। तिम्रो नाम के अरे भन त? खाङ्डो के हो? शेर्पा। खाङ्डो शेर्पा। कति वर्ष पुग्यौ? 8 वर्ष। 8 वर्ष। 8 वर्ष बोती बाल। अनि तिम्रो नाम चाहिँ के हो? तिम्रो नाम के हो? ए लडे बिहानै उठेर निकासबाट सालपतिर लाग्यो। रातभरि पानी र हिउँ पर्यो। मौसम खुलिएको छैन। मौसम बिग्रिए पनि हिउँ परेको हेर्ने, हिउँमा हिँड्ने र खेल्ने जीवनको पहिलो अवसर मिल्यो। यसले हिँड्न कठिन भए पनि छुट्टै रमाइलो अनुभूति भएको छ। पंखा सोलुखुम्बु जाने बाटो, भोजपुर जाने बाटो रहेछ। साइनबोर्ड राखेको छ सबैतिर। निकासबाट निरन्तरको 4 घण्टे यात्रापछि कोलुपङ्खो पुग्यो। यहाँ पनि ट्रेल निर्माण अन्तर्गत होमस्टे र सार्वजनिक शौचालय निर्माण हुँदै रहेछ। यहाँबाट साल्पा पोखरी 1.3 किलोमिटर रहेछ। यहाँ बस्न र खानाको राम्रो व्यवस्था रहेछ। अब हामी सालपातिर अगाडि बढ्नु सुरु गरियो। हामी साल्पा पोखरीमा आइपुगेका छौँ। यो ठुलो फाटै आउँदा अहिले यहाँ एउटा ठुलो माने आइपुगेको छ। यहाँ तल मान्छेहरूको पनि आवत जावत देखिँदैछ। पोखरीको छेउमा नाक्चुङको प्रतिमा रहेछ। पोखरी वरिपरिको दृश्य यस्तो रहेछ। किराँत राईहरूको शक्ति केन्द्र साल्पा पोखरीमा नाक्चुङहरूले शक्ति मागिरहेका छन्। यस पोखरीको भ्रमण गर्न अति आवश्यक छ, किनभने यसको धार्मिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक र वैज्ञानिक दृष्टिकोणबाट महत्त्व अति नै छ। झनै मुन्दुम सम्बन्धमा गहिरो अध्ययन अनुसन्धान गर्नेहरूको लागि त यो नआइकन नहुने स्थान हो। Anata kalayan kano lai oda kanga nachongpa Manish Chamling Pholowacha Banduli Chamrupa kama thonda oda Darjeeling dakaran kano bolo kumo lai nachongpa angonu da thulung lai wakam chu thulung amit thulung khana loda
hangkechu khanalo da kan kanu oda ananong nanaji lai nampi ocha oda nampi ocha ochali rodungma dodimma ochali motimma ananong da sewa mo makhanani da analo da an kanu sumni chaunin paru chaunin on kanu sewa mo mako sewa binti ko lai an kanu khaini chi dhara ko da an kanu amno din sa मलाई किसिम दानकिन सोइ मांकिन लो बजिकन जाने सेक्सन हेरिकन जाने छ डल्ले पूजा आज Hill Development and Conservation Group Nepal SDD यो सिलिचो जाने बाटो यता मापु बजार जाने यता हामीहरू चाहिँ सालमा पोखरादेखि निक्लेर माथि डाँडामा आइपुग्यौँ यहाँ ठुलो माने पनि छ अब हामीहरू चाहिँ सालमा पोखरीलाई छोडेर हामी मापु बजारतिर हामी लाग्ने तर्खमा छौँ फेरि हिउँ पर्न सुरु गर्यो यो सालमा पोखरी र यहाँनिर विभिन्न बोटहरू लेखिएको छ Welcome to Salpa Silicho with warm regards लेखिएको छ Welcome to यहाँनिर झाराखम साल्पा Road सिलिचो Nathiring ताइम्पा Sakham कोपी सेवा भनेर चाहिँ लेखिएको रहेछ अझै 2 घन्टा हिँड्नु छ अनि त्यस पछाडि के हुन्छ अनि त्यस पछाडि बास बसिन्छ होला ओह्रालो छ अब सब मौसम भित्रेर सबै तुवालोले छोपेको छ यो सालको पोखरी यो डाँडादेखि उतापट्टि छ त्यो डाँडाबाट झरेर तल डाँडा पनि झरिसकेको छ अहिले माबु बजार आइपुगेको छौँ यो बिलबाटै जाने बाटो चाहिँ यता कुलु पङ्खा यो हामीहरू चाहिँ माबु बजार आइपुगेको यहाँ माबु बजार आज पुरै यहाँ वातावरण बिग्रेर मौसम बिग्रेर यो बजार यहाँ चाहिँ अहिले यो माबु बजार हो यो बजार वैशाखी पूर्णिमाको बेला मात्र लाग्ने गर्दो रहेछ अहिले मौसम बिग्रिएर राम्रोसँग देख्न सकिएको छैन आज हामी यही बस्नेछौँ मौसमको कारण सिलिचु चढ्न सक्ने अवस्था छैन तसर्थ हामी भोलि हिउँ परेन भने फेरि ट्रेल नै भएर फर्कनेछौँ हिउँ परिरह्यो भने बिलबाटै हुँदै धाप भएर गाडीबाट पुनः चखेवा जाने आज पनि रातभरि हिउँ परिरह्यो अहिले पनि निरन्तर हिउँ परिरहेको छ लगभग हिउँ 1 फिट भन्दा माथि थुप्रिसकेको छ हामीले बाटो परिवर्तन गर्ने निर्णय गर्यौं हिउँ निरन्तर परिरहेको छ हामीसँग बाटो देखाउने एकजना दाजु डेन्डी शेर्पा हुनुहुन्छ हिउँमा हिँड्न नसकेपछि उहाँले मेरो झोला बोकिदिनु भएको छ उहाँ र भाइ तल पुगिसकेका छन् म चाहिँ हिँड्न नसकेर घिसिरहेको छु अन्ततः हामी धाप आइपुग्यौं
गाडी पनि आयो, हामी गाडीमा चढ्यौँ। ल हाम्रो डेन्डी दाजुले बहुत सहयोग गर्नुभएको छ। माथिबाट माबु बजारबाट भारी बोकेर मलाई यहाँसम्म झार्नु भएको छ। ल डेन्डु दाजुलाई पनि धेरै धेरै धन्यवाद। अब चाहिँ हाम्रो गाडीमा आइसकेको छौँ। अब चाहिँ सजिलै हुन्छ होला, खुट्टा भाँचिएको छ मेरो चाहिँ, हिँड्नु नसकेर। ल